आजदेखि सिक्री हराएको मान्छेसम्म कमेडी नाइट विथ च्याम्पियनमा पोलिटिकल जोक। कमेडी नाइट विथ च्याम्पियन्सले पछिल्लो समय राजनीतिक टिप्पणी र व्यङ्ग्यलाई मुख्य विषय बनाएको छ। सोले विभिन्न राजनीतिक व्यक्तित्व र मुद्दालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै दर्शकको रुचि बढाएको छ। यस कार्यक्रमले राजनीतिक पाउनालाई कटाक्ष र हास्यका माध्यमबाट प्रस्तुत गर्दै विवाद र चर्चा सिर्जना गरेको छ। पछिल्लो समय टिभीमा प्रसारण हुने कमेडी सो राजनीतिक टिप्पणी र व्यङ्ग्यमा आधारित हुन थालेका छन्, चाहे त्यो कमेडी दरबार होस् वा चाहे कमेडी नाइट विथ च्याम्पियन्स। विशाल भण्डारी निर्देशित कमेडी नाइट विथ च्याम्पियन्स गत सातादेखि चर्चामा छ। राष्ट्रिय स्वतन्त्र पार्टीका 4 सांसदलाई अतिथि बनाएर तयार पारिएको सोले एकसाथ चर्चा र विवाद निम्त्यायो। विभिन्न पार्टीका दर्शकले यसको आलोचना गरे। रासपा सहित वैकल्पिक पार्टीमा आस्था राख्नेले सोको समर्थन गरे। जो भए पनि कमेडी मार्फत सोले दर्शकलाई पोलिटिकल इन्टरटेनमेन्ट अवश्य दिएको छ। पोलिटिकल जोक्समा दर्शकले पनि रुचि राख्न थालेको देखिन्छ। यही शैलीलाई पछ्याउँदै यो कार्यक्रमले मङ्गलबार राप्रपाका एक सांसद, नेत्री र पार्टी निकट अधिवक्तालाई पाहुनाको रूपमा निम्त गर्यो। सांसद ज्ञानबहादुर साई, नेत्री खुशबु ओली र अधिवक्ता स्वागत नेपाल पाहुना बनेर सोमा पुगेका थिए। सुरुदेखि अन्त्यसम्म यी पाहुनालाई कलाकारले कटाक्ष मात्र गरेनन्, आछु बनाए। मङ्गलबार प्रसारित 13औं एपिसोडको सुरुवात कैलाश कार्की र सुमन कार्कीको प्रस्तुतसँगै भयो। उनीहरूले वैदेशिक रोजगारीमा गएका नेपालीको प्रवासी जीवनको यथार्थलाई भावुक र मर्मस्पर्शी रूपमा पेश गरे। त्यसपछि स्टेजमा उक्लिए प्रभात लामा, जसले पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिकामा आफूलाई प्रस्तुत गरे। शाहको हाउभाउमा दुरुस्त उत्रिएका प्रभातले उनकै शैलीमा राजावादी पार्टी र नेतालाई व्यङ्ग्य गरे। राजावादी आन्दोलनदेखि नागरिकको चासोको कुरा उनले कटाक्ष गरे। त्यसपछि देखिए पवन भट्टराई। उनले एक टिभी पत्रकारको शैलीमा चुल्ठे अङ्कल बनेर स्टेजमा प्रस्तुति दिए। उनीसँगै भरतमणि पौड्यालले बाबुराम भट्टराईको क्यारिकेचर जादुराम भट्टराईको रूपमा आफूलाई प्रस्तुत गरे। सदन श्रेष्ठ तीनकुनेको राजावादी आन्दोलनमा सिक्री हराएको चर्चामा आएका व्यक्तिको भूमिकामा प्रस्तुत भए। सिक्री हराएको मान्छेको भूमिकामा चटपटे जोक्स र मजाक शैलीमा उनले पाहुनासँग रमाइलो गरे। अन्तिममा स्टेजमा आए सन्तोष थापा। म झोले हो भन्दै उनको भूमिकाले समाजका साधारण मानिसको हाँसो र पीडाको कथा एकसाथ सुनायो। कमेडी नाइट विथ च्याम्पियनका पछिल्ला 2 एपिसोडमा लगातार राजनीतिक पाहुना देखिन थालेका छन्। अघिल्लो एपिसोडमा रासपाका 4 सांसद सुमना श्रेष्ठ, असीम शाह, निशा डाङ्गी र तोसीमा कार्की पुगेका थिए। यो सो हरेक मङ्गलबार राति 8 बजे हिमालयन टिभीमा प्रसारण हुँदै आएको छ।